हजुर अहिले हामी कुष्मा नगरपालिका वार्ड नम्बर 2 साबी फुलकोट 8 मा छौँ र यो सडक असारे विकास कुष्मा नगरपालिका वार्ड नम्बर 2 को अथवा पालिकाको अमला बुटामुनिदेखि धनसारेसम्म गोरेटे बाटो भन्ने शीर्षकमा पैसा रहेछ। तर यहाँ खनिएको छ मोटर बाटो र यो मोटर बाटो चाहिँ यो मन्दिर यहाँनिर छ। यो मन्दिरको गुड्सको जग्गा हो। यो जग्गाको सञ्चालक समितिसँग सल्लाह नगरिकन एउटा व्यक्तिले जबरजस्त तरिकाले यो सडक खनेको छ र यहाँका स्थानीयवासी सबैले विरोध गर्नुभएको छ र यो कुरालाई मलाई पनि खबर गर्नुभयो। म पनि यहाँको स्थानीय र त्यही हिसाबले म चाहिँ हेर्न आएको हो र हेर्दाखेरि यहाँ न इस्टिमेट छ न केही छ न कुनै जानकारी छ न कुनै सहमति छ र यस्तो ठाउँमा यो वडा कार्यालयलाई हामीले यो गुटको जग्गा नचलाइयोस् भनेर चाहिँ हामी सहितले निवेदन दिएका थियौँ। तर त्यो निवेदन पनि सुनवाई नगरिकन एउटा व्यक्तिले न इस्टिमेट छ त केही छ मनोमानी तरिकाले सहमति बिना चाहिँ यो सडक खनिएको छ। यो जिल्ला प्रशासन कार्यालयलाई पनि हामी जानकारी गराउन जानकारी गर्न चाहन्छौँ। यो निवेदन पनि जान्छ र कुष्मा नगरपालिकालाई हामी जानकारी गराउन चाहन्छौँ र यो विवाद हुँदाहुँदै खनिएको बाटोको यसको चाहिँ सहमति नभएसम्म यसको यो सडक निर्माणकालाई रोक्का गर्न र त्यस पछाडि यो अगाडि नबन्न हामी अनुरोध गर्न चाहन्छौँ र कुष्मा नगरपालिका वार्ड नम्बर 2 लाई पनि विशेष आग्रह गर्न चाहन्छौँ कि यो समितिको छुट्टा आज बैठक बसेर कहाँबाट निकास दिने के गर्ने भन्ने कुरा चाहिँ छलफल हुँदै थियो। तर यहाँ रातारात चोरी हिसाबले बिहानै यो सडक खनेको थाहा पाइयो र मलाई पनि खबर भयो। म कुष्मादेखि आउँदै गर्दाखेरि सडक खनिएको र स्थानीयवासीहरू अहिले यो घर जोखिममा भयो। यो गुटको चाहिँ जग्गा सबै हिनामिना भयो भनेको छ। यहाँ मकै पनि यो खाना लागे योग्य मकै पनि फान्न नदिइकन चाहिँ यसरी चाहिँ खनेको अवस्था चाहिँ छ र यो म यो लाइभ फेसबुक लाइभ मार्फत जानकारी गराउन चाहन्छु कि यो मन्दिर निर्माण समितिले चाहिँ निकास नदिने भन्ने खालको कुरा भएन। किनभनेदेखि धेरै टाढासम्म बाटो पुर्याउने हो, सबैलाई 20 वर्ष पनि छलफल गरिकन दिने भन्ने खालको कुरा जस्तो कुरा चलाउनु भएको थियो र ठिक छ त्यो हिसाबले गरौँ भन्ने कुरा भएको थियो र मैले आज बिहानै हाम्रो वडा अध्यक्ष लालकृष्ण शर्मा मास्तरज्यूलाई पनि यो सल्लाह चाहिँ गरेको थिएँ। तर यहाँ चाहिँ आउँदाखेरि नाम शीर्षक छ गोरेटो बाटो खनिएको छ मोटर बाटो यसको भुक्तानी प्रक्रिया के हो अनि त्यस पछाडि यो व्यक्तिगत लाल पूर्जा गुठीको भएको लाल पूर्जामा चाहिँ बिना सहमति कसरी डोजर चलाइयो यो खालको कुरा चाहिँ भएको छ र स्थानीयवासी हुनुहुन्छ। बिहान दाई चाहिँ पहिला आउनुभएको थियो होइन यहाँ बाटो खन्दै गर्दाखेरि बिहान सुरुमा हजुर आउँदा के भएको थियो कुरा भन्नु तपाईँको सहमति त होइन नि हो यस्तो खालको कुराहरू छ यहाँ र यो मकै चाहिँ उहाँ दाइले लगाउनु भएको र उहाँले चाहिँ मकै पनि हटाउन पाइन भन्ने खालको गुनासो चाहिँ छ र मैले आदरणीय किरण सरलाई पनि म अनुरोध गर्न चाहन्छु कुष्मा नगरपालिकालाई यही लाइभ मार्फत मैले सरलाई जानकारी पनि गराएको थिएँ र यस्तो यो असारको बेलामा यो असारे विकास हो के हो यो खालको कुरा चाहिँ भएको देखिन्छ। त्यही भएर यहाँ स्थानीयहरू यो घर पनि जोखिममा छ। अब यो यहाँबाट पानी गयो भने यो घर चाहिँ भत्कन्छ। त्यस पछाडि त्यस्तै गरी यहाँ तल्लो घर पनि जोखिममा छ। त्यही भएर चाहिँ आएको छ हामी। अर्को मुकुन्द हाम्रो गोविन्दको घर पनि त्यहाँबाट जोखिममा देखिन्छ र यस्तो खालको डिजाइन के हो यसको इस्टिमेट के हो यो चाहिँ म जानकारी गराउन चाहन्छु फेसबुक लाइभ मार्फत। र बिहान एकछिन झडप पनि भएको चाहिँ रहेछ यो सडक खन्न दिने नदिने भन्ने टाइपले कुरा भएको रहेछ र यो अहिले चाहिँ सडक डोजर उता चल्दै गरेको चाहिँ छ अझै डोजर होइन त्यो खालको कुरा चाहिँ भएको देखिन्छ र केही साथीहरू त्यहाँ उपस्थित भएका छन् र यस्तो खालको स्थिति चाहिँ छ अहिले हेर्दाखेरि र यहाँ स्थानीयहरू बस्नु भएको छ र यो सबभन्दा व्यक्तिको जग्गा भइसक्यो चलेको चाहिँ छ र यो मन्दिरलाई चाहिँ सञ्चालक समिति छ। यो समितिले छलफल गरेर मात्रै चाहिँ सडक कहाँबाट निकाल्ने के गर्ने भन्ने खालको कुरा चाहिँ गर्ने भन्ने कुरा चाहिँ चलिरहेको अवस्थामा र वडामा निवेदन दिइरहेको अवस्थामा मलाई लाग्छ यो कुष्मा नगरपालिकाको बजेट हो भन्ने सुनिएको छ। अब त्यही भएर यसरी मनोमानी तरिकाले सहमति बिना इस्टिमेट असारको बेलामा विकासको नाममा विनाश गर्ने काम नगरियोस् यो म जानकारी गराउन चाहन्छु र हामी सहितले निवेदन पनि दिएका थियौँ। तर यहाँ बिहानै मान्छे उठि नसक्दै जबरजस्त सडक जस्तो कुरामा खनेर एक दिनलाई मात्रै हो कि जस्तो गरेर चाहिँ खनेको अवस्था देखियो। किनभने यहाँबाटै यो लालबुर्जा भएको जग्गा यहाँबाटै के बान्नु लागियो भने यो सकिहाल्यो त्यो खालको कुरै हुँदैन। त्यही भएर म जानकारी गराउन चाहन्छु यहाँ दाइहरू सबै हुनुहुन्छ गाउँलेहरू र डोजर चाहिँ अहिले उता लगाइरहेको अवस्था चाहिँ छ। म यो भन्दै यो फेसबुक लाइभबाट बिदा हुन्छु। हस् धन्यवाद नमस्कार।